सृजनशीलताको क्रिएटिभिटीको कुनै सीमा हुँदैन, अनन्त असीममा जान्छ। गएको गई गएको गई गएको गई गएको गई, बस त्यो अनन्त सीमामा जाने बाटो तपाईले ट्याक्कै समाउनु भयो भने तपाईको जीवन धन्य भयो, मान्छेको जीवन धन्य भयो। होइन ऊ नक्कल गरेर बाँचिरहेको छ, अरूले गरे जस्तो गरेर बाँचिरहेको छ भने ऊ अरूको डुप्लिकेट हो, अरूको फोटोकपी हो र उसको जीवनको कुनै मूल्य रहँदैन। र हामीले 5000 वर्षको इतिहासमा यही देख्यौं, 79% मान्छेहरू अरूको नकल गरेर बाँच्न बाध्य छन् या बाध्य गराइएका छन् र 1% भन्दा थोरै मान्छेहरू मात्रै मौलिकता लिएर इतिहास रचेका छन्। त्यसकारण इतिहास रच्ने ती ऐतिहासिक व्यक्तित्वहरू जहिले पनि स्ट्रेट लाइनमा आएका थिए, अर्थात् मौलिक रूपमा बाँचेका थिए र हामीहरू मौलिकता हराएर बाँचिरहेका छौँ। अतः अघिको जुन कविता छ, तुम्हारे पैर के नीचे कोई जमीन नहीं, भनाइको मतलब तिमी त्यो चक्रव्यूहभित्र छौ जहाँ जति घुमे पनि फोटोकपी मात्रै बन्छौ। वन्डरफुल फोटोकपी अमेरिकाबाट गरी भर्खर बनेर आएको मसिनबाट निकालेको फोटोकपी राम्रै होला, तर इट इज स्टिल अफोर्डेबल है। त्यसकारण हामी फोटोकपी मात्रै हुन्छौँ जति दोहोर्याए। 5000 वर्षको इतिहास त्यसैको साक्षी हो। हामीले पशुले जस्तै इमिटेसन मात्रै गर्यौं, नकल मात्रै गर्यौं, मौलिकता निकाल्न सकेनौं। त्यो मौलिक भएन। म जुन चीजको लागि जन्मेको हो त्यो चीजलाई मैले बुझ्न सकेन, ठम्याउन सकेन भने अनि मेरो हालत के हुने हो त भन्नाले म भेडा जस्तै हुने हो। भेडा जस्तै मेरो नीति हुन्छ। त्यहाँ खसेर नमरेर के भयो भनौँ न, तिब्बतबाट आउने भेडाहरू एउटा खस्यो भने सबै खस्छन्, यसरी मर्छन्। त्यहाँ मरेन भने के हुन्छ? हाम्रो काठमाडौँसम्म पुग्छ, घर घरमा मारिन्छ। आखिर भेडा त मारिनकै लागि जन्मेको हुन्छ, एक्सिडेन्टबाट मर्छ या कसैको घरमा गएर काटिन्छ। के फरक भयो? के फरक हुन्छ? के पनि फरक हुन्छ। किन भन्नाले यदि अक्कल छैन, नक्कलै भएर चाहिँ लिएर बाँच्ने हो भने हाम्रो पनि हैसियत त्यही भेडाको मात्रै हुन्छ। या त यहाँ काटिन्छ या त त्यहाँ काटिन्छ, फरक केही पनि पर्दैन, केही पनि पर्दैन हाम्रो जीवन। तुम्हारे पैर के नीचे कोही जमिन नहीं भनेको त्यही हो। जमिनै छैन जसमा टेकिरहेको छ नि, जसले तपाईलाई उठाउन सक्छ, अनन्त यात्रा दिन सक्छ, त्यो जमिनमा त तपाईँ अझ पनि हुनुहुन्न। तुम्हारे पैर के नीचे कोई जमीन नहीं, कमाल ये है। हेर्नुस् त, तिम्रो पाउको मुनि जमिनै छैन। यो भन्दा पनि आश्चर्यजनक कुरा के? जमिन नहुनु त आश्चर्यजनक कुरै भयो। त्यो भन्दा ठूलो आश्चर्यजनक कुरो के छ त भन्नाले कमाल ये है कि तुम्हें अब भी यकीन नहीं, तिमीलाई अझै पनि विश्वास छैन। लागिरहेछ म ठिकै ठाउँमा, बाउ छँदैछ, आमा छँदैछ, पढेकै छ, जागिर खाइ नै हालिरहेकै छ, यहीँ अलिअलि यहाँ स्वाद पनि आइरहेको छ है, स्वास्नी छँदैछ, लोग्ने छँदैछ, सबै कुरा छँदैछ, ठिकै होला नि जस्तो लागिरहेको हुन्छ कि मान्छेलाई। तपाईँलाई खतरै फिलिङ गर्नुहुन्न कि? बडो गजब छ मान्छेहरू। उनलाई फिटिकै खतरा छैन, उनलाई के लाग्छ भन्दा ठिकै भइरहेछ जस्तो लाग्छ। ल तपाईँ चढ्नु भएको प्लेनको पाइलटले आत्महत्या गरेर मरिसक्यो, तपाईँ त्यही प्लेनमा हुनुहुन्छ, तर तपाईँलाई खतरा अहिले पनि फिलिङ छैन। क्यान यु इमेजिन? त्यो पाइलट भित्र ककपिटमा मरिसकेको छ, तर प्लेन गइरहेछ किन भन्नाले अटो पाइलटमा छ प्लेन। अब कहाँ गएर ठोकिने त्यो त एकछिनपछि थाहा हुन्छ। कान्तिपुरमा या अन्नपूर्ण पोस्टमा संवेदनामा पढेपछि हिजोसम्म चाहिँ हाम्रो प्रवचन सँगै बसेर सुनेको मान्छे हेर हेर भन्दो हो है। संवेदना छापिन्छ नि हाम्रो पनि कुनै न कुनै दिन। अनि हेत्तेरी एकजना गयो है हाम्रो माझबाट। ऊ अस्ति चाहिँ हेलिकप्टर दुर्घटनामा एक लड्को मान्छे गयो। अनि बल्ल गएर हामी चाहिँ आँखा खोल्छौँ। बस त्यस्तै त्यो भौतिक कुरा भयो। म जिन्दगीको मामलामा एक्सिडेन्टको कुरा गर्दैछु, यो साइकोलोजिकल एक्सिडेन्टको कुरा गर्दैछु, फिजिकल एक्सिडेन्टको कुरा गरिरहेको होइन। साइकोलोजिकल एक्सिडेन्ट यस्तै हो। हामी जुन प्लेनमा चढेर यात्रा गरिरहेका छौँ त्यो प्लेनको पाइलट छैन, मरिसकेको छ भने प्लेन त अहिले पनि गइरहेको छ। किन भन्नाले प्लेन अहिले अटो पाइलटमा छ। एकछिनपछि त्यो प्लेन स्लो गर्नु पर्यो भने कसले गर्ने? एयरपोर्ट आयो भने कसले रोक्ने?
एयरपोर्ट त यहाँ आउँछ, ऊ गएर चाहिँ ऊ घ्याङफेडीमा गएर ठोकिन्छ। एयरपोर्टमा त्यही रोक्नको लागि त पाइलट चाहिन्छ त्यहाँ। अब प्लेन स्पिडमा छ, पहाड नआसम्म उड्छ, फेरि त्यो पेट्रोल नसकेसम्म उड्छ त्यो फेरि, तर एकछिनपछि त ऊ दुर्घटनाग्रस्त हुन्छ। जिन्दगी हाम्रो त्यस्तै हो सबैको। तुम्हारे पैर के नीचे कोई जमीन नहीं कमाल ये है कि तुम्हें अब भी यकीन नहीं। सबभन्दा अनौठो कुरा त तिमीलाई अझै पनि विश्वास छैन। सबै ठिकै लाग्छ, ठिक त हो फेरि, किन भन्नाले त्यो पाइलट मरे बाँचे के फरक, किन भन्नाले प्लेनमा त्यो बाँच्दा पनि त्यही स्पिडमा गइरहेको छ प्लेन, ऊ मरे अरे तै पनि स्पिड त छैन, ठिकै छ, अहिले त ठिक हुन्छ। मित्र तपाईँलाई थाहा छ आजभन्दा 5 वर्ष पछाडि तपाईँलाई कुन रोगले गाँच्ने हो? डु यु नो इट? 5 वर्ष पछाडि तपाईँलाई कसले कहाँ धोका दिन्छ थाहा छ तपाईँलाई? यु जस्ट डोन्ट नो। 5 वर्षपछि तपाईँ कुन कुन ठाउँमा कतिपल्ट फेलियर हुन्छ के थाहा? आउँदैन। किन भन्नाले हामीले एक्सिडेन्टको बाटो समाइसकेका छौँ भने एक्सिडेन्ट त पक्का। त्यही कुरालाई पतञ्जलिको योग सूत्रमा एउटा सूत्र छ, बडो मार्मिक छ सूत्र। हेयम दुःखम अनागतम, हेयम दुःखम अनागतम। हेयम दुःखम अनागतमको माने हुन्छ जो दुःख आएको छैन त्यसलाई रोक्न मिल्छ, जो दुःख जन्मेको छैन त्यसलाई छेक्न मिल्छ। आइसकेको दुःखलाई त रोक्न सकिँदैन, किन भन्नाले अहिले मलाई आइरहेको दुःख त हिजोको मेरो गल्तीको परिणाम हो। त्यसकारण दुःख त मलाई आइसक्यो, त्यसलाई त म छेक्न सक्दिनँ अहिले, खप्नु बाहेक केही उपाय हुँदैन त्यहाँ। तर पछि हुने दुःख, पछि हुने रोग अहिले रोक्न सकिन्छ। याद राख्नुहोस् यो कुरा, तपाईलाई पछि हुने क्यान्सर अहिलेबाट रोक्न सकिन्छ, तपाईलाई पछि हुने डायबिटिज अहिलेबाट रोक्न सकिन्छ, नभएको भए भएको भए भोग्न सकिन्छ। तपाईलाई पछि हुने ठुला ठुला मान्छेबाट हुने धोखाहरू अहिलेबाट रोक्न सकिन्छ, तपाईलाई पछि हुने एक्सिडेन्टहरू अहिलेबाट रोक्न सकिन्छ। हेयम दुःखम अनागतम। पछि हुने सम्पूर्ण घटनालाई तपाईले अहिले कब्जामा लिन सक्नुहुन्छ यदि तपाईले वर्तमानलाई बदल्नु भयो भने। याद राख्नुहोस् यो कुरालाई, यदि वर्तमानमाथि तपाईको नियन्त्रण भयो भने भविष्य तपाईको नियन्त्रणमा आउँछ। यदि वर्तमानमा तपाईको नियन्त्रण छुट्यो है, खानु नपर्ने खाइगयो, सोच्नु नपर्ने सोचिगयो, जानु नपर्ने ठाउँमा गइगयो, नभेट्नु पर्ने मान्छेलाई छोडेन, भेट्नु पर्ने मान्छेलाई खोजिएन, गर्नुपर्ने केही गरिएन, नगर्नुपर्ने केही छोडिएन, नियन्त्रणै छैन। यही एक्सिडेन्ट भनेको यही होइन र? तपाईँ आफू एक्सिडेन्टमा छ छैन अहिले लागिरहेको छैन, किन भन्नाले अहिले प्लेन अटो पाइलटमा छ भने मैले कुन बेर त्यो घ्याङफेडीमा ठोकिन्छ त्यो आफ्नो ठाउँमा छ। घ्याङफेडी भनेको पारीको डाँडा कि, जहाँ एकचोटि थाई एयरवेज ठोकेर सके थियो, त्यहाँ ठोक्न त अहिले समय बाँकी छ। यो प्रवचन अगाडि ठोकिँदैन त्यो त पक्का हो। किन भन्नाले हाम्रो प्लेन त्यति स्पिडमा गइरहेको पनि छैन। तर यदि नियन्त्रण बाहिर गइरहेको छ भने, गइसकेको छ भने सक्यो। नियन्त्रण के? 5 वटा ज्ञानेन्द्र हेर्नुहोस् त, मिठो मिठो प्रति अझै कन्ट्रोलै छैन, खाएको खाइ खाएको खाइ खाएको खाइ कन्ट्रोलै छैन, हेर्नुप्रति कन्ट्रोलै छ। वाह च्वाक यही गर्छ वाह क्वाक है, छालालाई नरम नरम नछोइकन भएकै छैन है, जिब्रोलाई मिठो खानु जस्तै नाकलाई बास्ना आउने नसुनिकन भएकै छैन। यसरी नियन्त्रण छैन, नियन्त्रण सक्यो। यसको मतलब हाम्रो पाइलटले आत्महत्या गरिसकेको छ पक्का। यही अनियन्त्रित जीवन नै त्यसकै परिणाम स्वरूप रोगहरू, शोकहरू, असफलताहरू, नैराश्यताहरू, यो सम्पूर्ण कुरा कहाँबाट आउँछ त भन्नाले नियन्त्रण छुटेपछि आउँछ। इन्द्रियमाथि मेरो बस छुट्यो।
क्यान यु इमेजिन इट? 5 सेन्सेस मेरो इन्द्रियमाथि बस छुट्यो, कन्ट्रोल छुट्यो, प्यानल छुट्यो। अब त यो ठोकिन्छ। कहाँ गएर ठोकिन्छ अलि भन्न गाह्रो छ। किन भन्नाले डाँडा त्यहाँ पनि छ, डाँडा यहाँ पनि छ, डाँडा यहाँ पनि छ, यहाँ पनि छ। कुन डाँडामा ठोकिन्छ त्यो त भन्न बाँकी छ। ठोकिसकेपछि आफै थाहा हुन्छ। अथवा तपाईँलाई क्यान्सर लाग्छ कि डायबिटिज हुन्छ कि, अथवा तपाईँ त्यो जुलुसमा मारिन्छ कि, अथवा तपाईँले पासो हालेर मर्नुहुन्छ कि, आदि इत्यादि कुरा त अहिले केन्सात त तुरुन्तै भन्न के शब्द हो। तर पक्का के त भन्नाले नियन्त्रण छैन भने हुने त्यही हो, दुर्घटना। त्यसैलाई महर्षि पतञ्जलिले के भन्नुभयो भन्नाले हेयम दुःखम अनागतम। बडो सिम्पल छ, वैज्ञानिक सूत्र जस्तै। हेयम भनेको काट्न सकिने, दुःखम भनेको दुःख, अनागतम भनेको नआएको। भविष्यमा त दुःखले क्यू बसेकै छ, असफलता क्यूमै छ है। ओ तिनीहरूले एट्याक गर्न अगाडि नै तिनीहरूलाई क्यान्सल गर्न चाहिँ सकिन्छ। हेयम दुःखम अनागतम, आउनेवाला दुःखलाई छेक्न सकिन्छ। तर आउनेवाला दुःखलाई छेक्नको लागि के गर्नु पर्यो त भन्नाले 5वटा इन्द्रियमाथि नियन्त्रण गर्ने प्यानल, त्यो मानसिकता बनाउनु पर्छ। त्यसैलाई हामीले कन्सियस माइन्ड, सबकन्सियस माइन्डका कुरा ती यस्ता शब्दबाट सम्बोधन गर्छौँ। इमोसन र इन्टेलेक्ट है। इमोसन एकातिर छ, इन्टेलेक्ट अर्कोतिर छ। बुद्धि र भावना दुई विपरीत कुरा हुन्, दुईवटा माइन्डका। भावना अब चेतन मनसँग जोडिन्छ, बुद्धि चेतन मनसँग जोडिन्छ। बुद्धि र भावना दुई विपरीत कुरा। तपाईलाई भावनाले एकातिर तान्छ, बुद्धिले अर्कोतिर तान्छ। ए बुद्धिले नगर भन्छ, भावनाले अहिले एकचोटि गरे के हुन्छ भन्छ। ए लास्ट यो छोड, त्यो लास्ट भनेर चुरोट तान्ने मान्छेले हरेकपल्ट चुरोट तान्दा लास्टै भन्छ है। त्यसकारण बुद्धि एकातिर छ हाम्रो, भावना अर्कोतिर छ हाम्रो, त्यसको तालमेल छैन। याद राख्नुहोस्, जब बुद्धि र भावना, इन्टेलेक्ट र इमोसनको तालमेल हुँदैन, कोअर्डिनेट हुँदैन, त्यो बेला मान्छे शारीरिक रूपमा रोगी, मानसिक रूपमा पीडित, सामाजिक रूपमा असफल हुन्छ। तीनवटा उपहार, रोगी, पीडित, असफल, एक साथ तीनवटा तगमा, तीनवटा मेडल। याद राख्नुहोस्, यो तीनैवटा कुरा एकैचोटि किन आउँछ त भन्नाले नियन्त्रण नभएपछि। अतः सबभन्दा ठुलो कुरो के भयो त भन्नाले कि म यो 5वटा इन्द्रियमाथि मेरो नियन्त्रण छ त। यदि छैन भने म एक्सिडेन्टमा गइसकेको छु, मेरो पाइलट मरिसक्यो। यसको मतलब के, मैले जान्नु पर्यो। अहिले प्लेन एक्सिडेन्ट भएको छैन, हामी मध्ये कोही पाइलट होलाौँ अथवा को पाइलट पनि होला। त्यहाँ कसैलाई आइडिया होला प्लेन ल्यान्डिङ गर्ने, हुँदा हुँदा ती एयर होस्टेसलाई पनि ल्यान्डिङ गर्ने त केही न केही आइडिया नै हुन्छ। किनभने दिनदिनै हेरिरहेको है। केही उनले धेरै कुरा नबुझे पनि यसो यसो यहाँ तान्यो भने ल्यान्डिङ हुन्छ, यहाँ तान्यो भने सुइँ उड्छ भन्ने त हेरिरहेको हुन्छ नि है। याद राख्नुहोस् यो कुरा। मैले केही समय अगाडि एउटा प्रसङ्ग सुनेको थिएँ। एउटा प्लेन गइरहेको थियो, प्लेन, जेट प्लेन। एकजना पाइलट जसले पाइलटिङ गरिरहेको थियो, अचानक हार्ट एट्याक भएको छ, सुइक्यो, सक्यो। अब कहिलेकाहीँ हुनसक्छ, हार्ट एट्याक भएर मरेछ, हृदयाघातबाट। को? पाइलट। अनि प्लेन त गइरहेकै थियो, त्यहाँ त हलचल मच्यो। प्लेन अझै एक्सिडेन्ट भएको छैन, एकदम हलचल मच्यो। सबै मान्छे चाहिँ पीडित थिए, सबै मान्छे एकदमै चिच्याइरहेका थिए, कराइरहेका थिए, पसिना पसिना काट्दै थिए, कतिले भगवानको नाम ठुल्ठुलो स्वरमा पुकार्दै थिए है।